हाई एभ्रिवान, के छ हजुरहरूको हालखबर? हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला भन्ने आशा गरेका छौँ र हामी पनि आजको मितिसम्म चाहिँ एकदम आराम कुशलै रहेको कुरा चाहिँ यसै भिडियो मार्फत हजुरहरूलाई जानकारी गराउन चाहन्छौँ। अनि साथीहरू, हामीले चाहिँ अस्ति चाहिँ एउटा योजना बनाएको थियौँ। अनि त्यो योजनामा चाहिँ हामी श्रीमान श्रीमतीले चाहिँ एकअर्काको इन्टरभ्यू लिने भन्ने योजना बनाएका थियौँ। अनि आज चाहिँ हामी चाहिँ इन्टरभ्यू लिन लागिरहेको छौँ। सुरुमा हजुर लिनुहुन्छ कि म लिऊँ? हजुरको तिमी तयारीमा राख्छ, तिमी सुरु गर। मैले कुनै तयारी छैन ल, फेरि त्यस्तो चाहिँ नभन्नु नि फेरि। तर बसी बसी कपी लेखी कपीमा लेखी ल अब म चाहिँ तयारी छैन रहेछ कि यस्तो नगर्छु न। फेरि म चाहिँ अब हजुरलाई क्वेसन सोध्न लागिरहेको छु। हजुरले चाहिँ यो क्वेसनको एन्सर चाहिँ एकदम भटाभट रेला नगरिदिनु नि फेरि। ल सुरुमा चाहिँ हजुरको चाहिँ म नाम सोध्न लागिरहेको छु। के हो हजुरको नाम? मेरो नाम ललित ठकुरी। ललित ठकुरी। त्यसो भए अब हजुरलाई चाहिँ अर्को प्रश्न सोध्न लागिरहेको छु। हजुरलाई चाहिँ परिवारमा सबैभन्दा बढी चाहिँ कसको माया लाग्छ? छोराहरूको, बुढीको, एकजनाको मात्र? सबैभन्दा बढी एकजनाको मात्र रोज्न पाउनुहुन्छ? कहाँ त्यसरी सबभन्दा माया ज्यादा आमाको। सबैभन्दा बढी आमाको। ल ठिकै छ। हजुरलाई नेपालको सबैभन्दा बढी मनपर्ने ठाउँ चाहिँ कुन हो? नेपालको खै घुमेकै छैन नेपालको ठाउँ। त्यही पनि भन्नु न, सबैभन्दा मनपर्ने ठाउँ चाहिँ कुन हो त? अब घुमेकै छैन त कसरी थाहा हुन्छ? र पनि अहिलेसम्म हजुर घुम्नु भएको ठाउँ मध्येमा चाहिँ सबैभन्दा मनपर्ने ठाउँ चाहिँ कुन हो? मलाई पाथिभरा। थाप्ले जाउँ? होइन, त्यो पाथिभरा मन्दिर कि चाँडै हिमाल देखिन्छ नि त। ए हो। ल ठिक छ। अनि जीवनमा सबैभन्दा खुसी चाहिँ हजुरलाई के कुरामा मिलेको छ अहिलेसम्ममा? भन्नु न छिटो। के फर्स्ट एक्सपिरियन्स होइन, सबैभन्दा खुसी भएको क्षण चाहिँ कुन हो क्या? हजुर चाहिँ के कुरामा चाहिँ सबैभन्दा खुसी हुनुभएको छ कि? म पहिला भर्ती हुँदा। ए हजुर लाउरो लाग्दा चाहिँ हजुरलाई सबैभन्दा खुसी मिलेको थियो हो? ठिकै छ। अनि हजुरलाई चाहिँ सबैभन्दा एकदमै दुःखको क्षण चाहिँ कुन हो त? के कुरामा चाहिँ हजुरलाई सबैभन्दा दुःख लागेको थियो? घर आएको लागि हुँदा। ए हो। ल ठिकै छ। अनि हजुरलाई चाहिँ हजुरको श्रीमतीको सबैभन्दा मनपर्ने बानी चाहिँ के हो? मनपर्ने बानी के हो भन्छु ल? मभन्दा मेचुरिटी चाहिँ बुढी। के कुरामा? हर चिजमा। ल ठिकै छ। त्यसो भए चाहिँ हजुरलाई चाहिँ हजुरको सबैभन्दा, हजुरको श्रीमतीको सबैभन्दा मनपर्ने चिज चाहिँ के हो त? मेरो बुढीको आँखा। अनि हजुरलाई चाहिँ सबैभन्दा बढी मनपर्ने खानेकुरा चाहिँ के हो? मलाई फेभरेट मासु। अनि लास्ट, अब हजुरलाई एउटा लास्ट क्वेसन सोध्छु ल। अनि जस्तै अब हजुरलाई चाहिँ क्या हजुरको श्रीमतीले चाहिँ कस्तो खालको चाहिँ ड्रेसअप गरेर हिँड्नुहोस् जस्तो लाग्छ कि? सिम्पल। सिम्पल भन्नाले कस्तो? सिम्पल नि, अब सिम्पल ड्रेस, फर्मल ड्रेस। तर त्यस्तै लाउँछ मेरो बुढीले, मलाई थाहा छ। ल आजको क्वेसन चाहिँ मैले यस्तै सोधेँ होइन। म चाहिँ त्यस्तो धेरै एकदम भास्ट क्वेसन पनि सोधिनँ नि त हजुरलाई होइन। कस्तो लाग्यो आजको क्वेसन? ठिकै हो। तयारी 2 घन्टा तयारी गरेर लेखेको यो पनि होइन। मैले अब फर्स्ट लभ के अरे सेकेन्ड लभ लास्ट लभसम्म लेखिसकेको थियो हो लेख्नु चाहिँ मेरो बुढीले होइन। तर मैले त्यो अब पुरै काट्नु लाग्यो। अब फर्स्ट लभ सेकेन्ड लभ लास्ट लभ त्यस्तो हुन्छ। यस्तो कुरा नगर्छ। कस्तो बेइज्जत गर्नुभएको हजुरले चाहिँ। लेखी ल अब मैले चाहिँ हजुरलाई चाहिँ क्वेसनहरू गरिसकेँ होइन। अब यो चाहिँ मैले मेरो तर्फबाट सोधेको क्वेसनहरू हो। अब हजुरले चाहिँ मेरो लागि क्वेसन सोध्नु है त अब अर्को पार्टमा है। ओके। भिडियो लामो भयो नि त। थ्याङ्क यू, हेरिदिनु भयो। धेरै धेरै धन्यवाद। नमस्ते।